नमस्ते दर्शन। आज चाहिँ हामीहरू व्हाइट गुम्बा हेर्न गएको। व्हाइट गुम्बा चाहिँ सीतापाइलाबाट जाने रामकोटमा हो। सीतापाइलाको चोकबाट भित्र छिरेपछि रामकोट भन्ने ठाउँमा छ। धेरै टाढा छैन, नजिकै छ, स्वयम्भूबाट नजिकै छ। हजुरहरू गाडीमा बाइकमा हाइकिङ गरेर जसरी पनि जान सक्नुहुनेछ। एकदमै रमाइलो काठमाडौँको धुलो मैलो हो हल्ला भेहिकल्सहरूको आवाजहरूबाट मुक्ति चाहनुहुन्छ भने हजुरहरूले त्यहाँ रामकोटको व्हाइट गुम्बा एरियामा गएर बस्न सक्नुहुन्छ। एकदमै शान्त, हरियाली, एकदम राम्रो, अन्तै कतै गएको जस्तो एकदम रमाइलो ठाउँ छ। बच्चाहरू लिएर माइन्ड फ्रेस गर्नलाई या एक्लै पनि फ्यामिलीसँग सानो कतै गएर टुर गर्न चाहनुहुन्छ भने यो ठाउँ एकदमै बेस्ट रहनेछ। यहाँ गर्मीयाममा पनि रुखहरू भएकोले धेरै गर्मी हुँदैन। अनि हामी त बाटोमा रमाइलो गर्दै टिकटक बनाउँदै एकदम उफ्रिँदै एकदम रमाइलो शीतल शान्त हुन्छ नि। अब नजिकै छ काठमाडौँबाट, त्यही पनि धेरै टाढा अन्तै कतै गए जस्तो फिल भइरहेको थियो हामीलाई। त्यसैले हामी खुसी भएर उफ्रिँदै टिकटक बनाएर नाच्दै गीत गाउँदै अनि एकछिन बस्यौँ हामीले चाहिँ फलफुलहरू चिसो लगेका थियौँ। अनि त्यहाँ फलफुलहरू चिसोहरू लगेको थियौँ, त्यहाँ बसेर खायौँ। त्यहाँ साना साना कटेजहरू, साना पसलहरू पनि छ। त्यहाँको दिदीहरू पनि कति मिलनसार हुनुहुन्छ। उहाँहरूले पनि हामीले 2-3वटा टिकटकहरू बनायौँ अनि एकछिन आनन्दले बस्यौँ। व्हाइट गुम्बा चाहिँ पब्लिकको लागि बन्द हुने रहेछ। स्पेसल उहाँहरूको पूजाको टाइममा खुलाउनु हुने रहेछ। यो पटक चाहिँ जेठ 3 गतेदेखि कति गतेसम्म 9 दिन कि कति दिनको लागि खुल्छ भन्नुभएको थियो। हामी चाहिँ जेठ 1 गते नै गएका थियौँ। अनि एकदम आनन्द, शान्ति, शान्त, शीतल, गर्मीयाममा शीतल अनि माइन्ड फ्रेस हुने ठाउँ लाग्यो मलाई चाहिँ। एकदम रमाइलो लाग्यो। काठमाडौँको त्यो गाडीको आवाजहरू, मान्छेको भिडभाडबाट त बाइकमा 15-20 मिनट जति गएपछि यति रमाइलो ठाउँ पायौँ क्या हेरिङ रोडबाटै। अनि घुम्न गएको रमाइलो भयो। हजुरहरू पनि आउनुहोस्, रमाइलो गर्नुहोस्। व्हाइट गुम्बाभित्र जाने भए त्यहाँ बुझेर कहिले खुल्छ त्यही दिन जानुहोस्। हामीले चाहिँ बाटो मात्र हिँड्न पायौँ, भित्र गए